नमस्कार साथीहरु। आज जेठ 15 गते गणतन्त्र दिवस। सम्पूर्ण नेपाली नागरिकहरुलाई संसारकै सुन्दर व्यवस्था गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै आजको यो गणतन्त्र दिवसको सार्वजनिक विदाको उपलक्ष्यमा नेपालको शेयर बजारमा लिस्टेड लाइफ इन्स्योरेन्स सेक्टर अन्तर्गत रहेका विभिन्न लाइफ इन्स्योरेन्स कम्पनीहरुले आर्थिक वर्ष 81-82 को थर्ड क्वार्टरको रिपोर्ट पस्किसकेका छन्। लाइफ इन्स्योरेन्स कम्पनीहरुको थर्ड क्वार्टरको रिपोर्टका आधारमा वित्तीय अवस्थालाई विश्लेषण गर्दाखेरि कुन कम्पनी कुन वित्तीय सूचाङ्कमा अब्बल र सबल देखियो र कुन कम्पनीमा हामीले लङ टर्म लगानी गर्दा ज्यादै राम्रो हुन्छ र कुन कम्पनीमा हामी ट्रेड गर्न सक्छौं भन्ने बारेमा आजको भिडियोमा लाइफ इन्स्योरेन्स सेक्टर अन्तर्गत रहेका विभिन्न कम्पनीहरुको फन्डामेन्टल एनालाइसिस गर्नुको साथसाथै यो सेक्टरलाई टेक्निकल एनालाइसिसबाट विश्लेषण गर्दाखेरिको अवस्था के छ भन्ने बारेमा पनि जानकारी गराउने छौं र लाइफ इन्स्योरेन्स सेक्टर मध्येको एउटा अब्बल फन्डामेन्टलिस्ट कम्पनी नेपाल लाइफलाई प्राइस एक्सनबाट विश्लेषण गर्दा के छ अहिले यो कम्पनी बाइ जोनमा छ कि सेल जोनमा छ कि होल्ड जोनमा छ र यो गएको हप्ता लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये कुन ब्रोकरले कुन कम्पनी एकुमुलेसन गरेको छ र कुन कम्पनी डिस्ट्रिब्युसन गरेको छ भन्ने बारेमा पनि आजको भिडियोमा हामी चर्चा गर्ने छौं र आजको यो महत्त्वपूर्ण दिनको महत्त्वपूर्ण भिडियो हेरेर साथ दिनको लागि तपाईहरुलाई अनुरोध गर्दै अब म तपाईहरुको ध्यान आजको यो भिडियोतर्फ केन्द्रित गर्न चाहन्छु। साथीहरु, आजको भिडियोमा हामीले लाइफ इन्स्योरेन्स सेक्टर अन्तर्गत रहेका 14 वटा कम्पनीहरुको वित्तीय अवस्थालाई केलाउँदै यी कम्पनीहरुको वित्तीय सूचाङ्कको अवस्थालाई पनि केलाउने जमर्को गरेका छौं र प्राइसको आधारमा सबभन्दा एकदमै टफ प्राइस भएको मार्केटमा हाई प्राइस भएको यो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेछ जसको 2544.41 यसको मार्केट प्राइस छ भने दोस्रोमा क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स 1710.15 रहेछ, तेस्रोमा एलआईसी 911.4 छ रहेछ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 757.5 छ रहेछ भने एसियन लाइफ इन्स्योरेन्स कम्पनी 696.44 प्राइस रहेछ। प्राइसमा सबभन्दा महँगो प्राइस भएको जीएमआईलाई देखियो भने टप हाई प्राइस भएका 5 वटा कम्पनीहरु परे भने अब एकदमै सस्ता कम्पनीहरुमा एक नम्बर सस्तो चाहिँ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेछ 408 मात्र, एचएलआई 411, सूर्यज्योति 436, आईएलआई 454, सीएलआई 478। एकदमै मार्केटमा एकदम थोरै मूल्य भएका कम्पनीहरु टप एकदमै सस्ता र टप एकदम महँगा कम्पनीहरुको बारेमा जानकारी गराइसकेपछि अब हामीले हेर्नुपर्ने अर्को एउटा महत्त्वपूर्ण इन्डिकेटर भनेको पेड अप क्यापिटल हो। पेड अप क्यापिटलमा सबभन्दा हाईएस्ट पेड अप क्यापिटल बनाएर नेपाल लाइफलाई पनि उछिन्न सफल चाहिँ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देखियो जसको 9,14,32,37,000 भन्दा बढी यसको पेड अप क्यापिटल छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ 9,02,87,63,000 भन्दा बढी यसको चुक्ता पुँजी छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी 5,21,21,33,000 भन्दा बढी छ भने एसएनएलआई 5,03,12,25,000 छ र एसआरएलआई 5,01,49,24,000 छ। बीमा प्राधिकरणको रुल्स अनुसार लाइफ इन्स्योरेन्स कम्पनीको कम्तीमा पुँजी 5 अरब हुनुपर्ने अवस्थामा यी 5 वटै कम्पनीहरुले 5 अरब पुँजी पुर्याएर सबभन्दा हाईएस्ट लार्ज क्याप भएको हाई क्याप भएको हिमालयन लाइफ इन्स्योरेन्स देखियो भने दोस्रोमा नेपाल लाइफ र 5औं टप हाई क्याप भएका कम्पनीहरु परे भने एकदमै लो क्याप भएको कम्पनीमा यो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी जसको 75 करोड मात्र यसको पुँजी छ। त्यस्तै गरी अर्को क्रिस्टको पनि 75 करोड छ, एसियन लाइफ इन्स्योरेन्सको 3,39,98,36,000 भन्दा बढी छ, आरएनएलआई को 4,64 करोड छ, पीएमएलआई प्रभुको 4,72,56 लाख छ। यी कम्पनीहरुले यी तीनवटा कम्पनी जो एकदमै 5 अरब पुँजी पुर्याउनको लागि अझै बाँकी छ भने दुईटाको एकदमै कम छ पुँजी, कम पुँजी भएको हुनाले मार्केटमा प्राइस पनि हाई छ। अब यस्ता कम्पनीमा हामी ट्रेड गर्न सक्छौं भने अलिकति फन्डामेन्टलमा स्ट्रङ डिभिडेन्ड हिस्ट्री राम्रा भएका लार्ज क्याप भएका व्यवहार व्यवसाय पनि राम्रो गर्दै गएका कम्पनीमा हामी लङ टर्म लगानी गर्न सकिन्छ भन्ने कुरा जानकारी गराउन चाहे भने अब हामीले हेर्नुपर्ने अर्को महत्त्वपूर्ण इन्डिकेटर भनेको रिजर्भ हो। रिजर्भमा सबभन्दा स्ट्रङ रिजर्भ चाहिँ फेरि यो एलआईसीएन को रहेछ। यसले पनि 5 अरब पुँजी पुर्याइसकेको छ र पुँजीकै बराबर यसले रिजर्भ बनाइसकेको छ 4,94,00,00,000
85,73,000 भन्दा बढी यसको रिजर्भ छ भने दोस्रो हाइएस्ट रिजर्भ हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कंपनी 3,23,28,58,000 भन्दा बढी छ। त्यसैगरी आरएनएलआई को 3,15,38,21,000 भन्दा बढी छ। एसएनएलआई को 2,54,46,68,000 भन्दा बढी छ भने सिटिजन लाइफ को 2,34,54,28,000 भन्दा बढी रिजर्भ छ। टप 5 रिजर्भ हाइएस्ट भएका यी 5वटा लाइफ इन्स्योरेन्स कंपनी यी परे भने जुन एक नम्बरमा एलआईसीएन रहेछ भने दोस्रोमा नेपाल लाइफ रहेछ र एकदमै कम रिजर्भ भएकोमा यो क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स जसको जम्मा कति रहेछ भन्दा यसको चाहिँ 2,15,80,000 मात्र रिजर्भ रहेछ। जीएमएलआई को 2,51,79,000 रहेछ। एसआरएलआई को कति रहेछ भन्नुहुन्छ भने 53,17,91,000। एसियन लाइफ को 97,13,67,000 रहेछ भने पीएमएलआई यसको चाहिँ 1,03,43,79,000 रिजर्भमा सबभन्दा कम रिजर्भ भएको यो नयाँ आइपिओ जारी गरेको लघु बीमा। त्यसैगरी अर्को लघु बीमा र यता चाहिँ एसआरएलआई एसियन लाइफ र पीएमएलआई को रिजर्भ कम रहेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु। इन्स्योरेन्स फन्ड हामीले लाइफ इन्स्योरेन्समा एउटा महत्त्वपूर्ण इन्डिकेटर हेर्नुपर्ने विश्लेषण गर्नुपर्ने इन्डिकेटर इन्स्योरेन्स फन्ड हो। इन्स्योरेन्स फन्डको आधारमा त्यो कम्पनी कति मजबुत छ कति सबल छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ। सबभन्दा बढी इन्स्योरेन्स फन्ड जम्मा गरेर एकदमै स्ट्रङ कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल 2,27,5,94,58,000 भन्दा बढी इन्स्योरेन्स फन्ड जम्मा गरेर आफूलाई एकदमै स्ट्रङ कम्पनीको रूपमा उभ्याउन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सफल भएको छ भने दोस्रोमा चाहिँ एलआईसीएन रहेछ। यसको 1,30,52,1,89,000 भन्दा बढी यसको इन्स्योरेन्स फन्ड छ। नेसनल लाइफ को 87,62,54,27,000 भन्दा बढी छ। हिमालयन लाइफ को चाहिँ 74,52,53,34,000 भन्दा बढी छ भने एसियन लाइफ को चाहिँ 46,19,91,41,40,000 रहेछ। टप 5 इन्स्योरेन्स फन्ड हुनेमा सबैभन्दा धेरै इन्स्योरेन्स फन्ड भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखियो। जुन इन्स्योरेन्स कम्पनीले 4 वर्षसम्म एउटा पनि पोलिसी नबेच्दा पनि यो कम्पनी डुब्ने अवस्थामा रहन्न भनेर भनिन्छ। किन भन्दाखेरि यसको इन्स्योरेन्स फन्ड एकदमै मजबुत छ। 2 खरब भन्दा माथि इन्स्योरेन्स फन्ड भएको एकदमै स्ट्रङ कम्पनीमा यो पर्यो भने अब इन्स्योरेन्स फन्ड कम हुनेमा जीएमएलआई र कृषि लघु बीमाहरू परे। त्यसैगरी एसएनएलआई आरएनएलआई आईएलआई लगायतका कम्पनीहरूको इन्स्योरेन्स फन्ड एकदमै कम छ भने नेट प्रिमियम कलेक्सनमा पनि नेपाल लाइफ नै अगाडि होला। यसको चाहिँ 35,23,00,000 यसको कति रहेछ त भन्दाखेरि 35,23,89,79,000 भन्दा बढी नेट प्रिमियम कलेक्सन गर्न यो कम्पनी सफल भएको छ। थर्ड क्वार्टरसम्ममा यति धेरै प्रिमियम कलेक्सन गर्न सफल भएको छ भने दोस्रोमा नेसनल लाइफ रहेछ जसको चाहिँ 15,67,37,54,000 भन्दा बढी नेट प्रिमियम कलेक्सन छ। एलआईसीएन तेस्रोमा रहेछ यसको 14,30,33,000 भन्दा बढी छ। एचएलआई 12,68,92,78,000 भन्दा बढी छ। सूर्य ज्योति 8,24,67,08,000 भन्दा बढी नेट प्रिमियम कलेक्ट गर्न सफल भएका यी टप 5 कम्पनीमा नेपाल लाइफ नै एक नम्बर मजबुत कम्पनी देखियो भने टप 5 मै पर्यो भने नेट प्रिमियम कमजोर भएका नेट प्रिमियम कलेक्सन कमजोरमा अब दुईटा लघु बीमा बाहेक आईएलआई रहेछ पीएमएलआई रहेछ आरएनएलआई रहेछ भने अब हामीले हेर्नुपर्ने अर्को महत्त्वपूर्ण इन्डिकेटर भनेको नेट प्रॉफिट हो। नेट प्रॉफिटमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अगाडि छ। यसले चाहिँ 65,22,23,000 भन्दा बढी यो थर्ड क्वार्टरसम्म आइपुग्दाखेरि खुद नाफा अर्जन गर्न सफल भएको रहेछ भने हिमालयन लाइफ को चाहिँ 47,24,00,000 रहेछ। त्यसैगरी आरएनएलआई को 46,57,96,000 रहेछ। नेसनल लाइफ को 40,85,22,000 भन्दा बढी रहेछ भने आईएलआई को 36,63,33,000 भन्दा बढी नेट प्रॉफिट रहेछ। नेट प्रॉफिटमा पनि नम्बर 1 मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पर्यो भने टप 5 नेट प्रॉफिट बढी आर्जन गर्ने कम्पनीमा यी पर्यो भने नेट प्रॉफिट एकदमै कमजोर गर्नेमा अब क्रिस्ट र जीएमएलआई बाइक एलआईसीएन रहेछ। नेट प्रॉफिट कम गर्नेमा जम्मा यसको 23,60,22,000 रहेछ। पीएमएलआई 27,07,23,000 र एसजीएलआईसी सूर्य ज्योति लाइफ को चाहिँ 29,57,50,000 नेट प्रॉफिट यो थर्ड क्वार्टरसम्म गर्न सफल भएको रहेछ भन्ने कुरा राखिसकेपछि
लाइफ इन्सुरेन्स कम्पनीलाई इपिएसबाट विशेष गर्दा सबभन्दा हाइएस्ट इपिएस भएको आरएनएलआई रहेछ, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, जसको 13.37 रहेछ। अब हामीले थ्योरीमा इपिएस 20 भन्दा माथि भएको कम्पनी राम्रो भनेर पढ्छौँ। यो लाइफमा कुनै पनि कम्पनीको 20 भन्दा माथि हुँदैन, 20 भन्दा तलै नै हुन्छ। त्यही तलै भएकोमा पनि सबभन्दा उत्कृष्ट कुन रहेछ भनेर हामीले एनालाइसिस गर्नुपर्ने हुन्छ। लाइफ इन्सुरेन्स कम्पनीमा इपिएस भन्दा पनि इन्सुरेन्स फन्ड नै बढी हामीले विश्लेषण गर्नुपर्ने हुन्छ। यसको चाहिँ 13.37 रहेछ, एसियन लाइफको 13.12 रहेछ, नेसनल लाइफको 10.44 रहेछ, आइएलआई को चाहिँ 9.76 रहेछ भने नेपाल लाइफ इन्सुरेन्स कम्पनी जो प्रिमियम कलेक्सनमा, नेट प्रफिटमा, इन्सुरेन्स फन्डमा सबभन्दा मजबुत थियो, यो इपिएसमा चाहिँ 5औं हाइएस्ट इपिएस भएकोमा पर्दो रहेछ भने सबभन्दा बढी इपिएस भएको यो आरएनएलआई पर्यो भने। अब इपिएस एकदमै कम भएको क्रिस्ट र जिएमएलआई रहेछ, त्यसैगरी एलआइसी रहेछ, एचएलआई रहेछ, पिएमएलआई रहेछ। यिनीहरूको इपिएस यस्तो छ भने अब हामीले हेर्नुपर्ने अर्को महत्त्वपूर्ण इन्डिकेटर भनेको पी रेसियो हो। पी रेसियोबाट हेर्दाखेरि 20 बिलो पी रेसियो भएको कम्पनी राम्रो हुन्छ भनेर थ्योरीमा पढ्छौँ, तर लाइफको कसैको पनि 20 भन्दा तल पी रेसियो छैन। र यी पी रेसियो मध्ये पनि सबभन्दा कम कसको छ भनेर विश्लेषण गर्दा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको 38.14 रहेछ। अहिले जुन 14वटा कम्पनी छन् सबभन्दा अन्डर भ्यालु, यी 14वटा मध्ये सबभन्दा अन्डर भ्यालु भएको आरएनएलआई रहेछ, एसआरएलआई रहेछ जसको 45.53 छ, आइएलआई 46.56 छ, सिएलआई 50.21 छ र एसियन लाइफ इन्सुरेन्स कम्पनीको 53.08 छ। कम पी रेसियो भएका टप 5 मा यी परे भने सबभन्दा हाइएस्ट पी रेसियो भएको क्रिस जिएमएलआई जसको 914, 522 छ, एकदमै हाइएस्ट छ। एलआइसिएनको पनि 144.91 छ। यो नेपाल लाइफ इन्सुरेन्सको पनि 78.67 छ र पिएमएलआई को पनि 72.55 पी रेसियो छ भने प्राइस बुक भ्यालु रेसियोबाट हेर्दाखेरि सबभन्दा सस्तो आरएनएलआई देखियो, जसको चाहिँ पी पनि कम थियो र प्राइस बुक भ्यालु पनि कम रहेछ र यो सस्तो कम्पनीमा पर्यो भने अर्को चाहिँ यो एसएनएलआई 3.26, सिएलआई को 3.26, आइएलआई को 3.43, सूर्यज्योतिको 3.48। प्राइस बुक भ्यालु रेसियो बिलो 3 भएको बेस्ट मानिन्छ। यस मानेबाट हेर्दा कुनै पनि कम्पनीको बिलो 3 छैन। बिलो 3 भन्दा पनि 3 कै नेरोफेरोमा भएका यी टप 5 कम्पनीहरू यी परे भने एकदमै हाई पीबीबी भएकोमा यही जिएमएलआई, सिआरइएसटी, यो नेपाल लाइफ इन्सुरेन्स कम्पनी पनि रहेछ। त्यसैगरी एसियन लाइफ र नेसनल लाइफ इन्सुरेन्स कम्पनीको प्राइस बुक भ्यालु रेसियोबाट अलिक बढी देखियो भने अब हामीले हेर्नुपर्ने अर्को महत्त्वपूर्ण इन्डिकेटर भनेको रिटर्न अन इक्विटी हो। रिटर्न अन इक्विटीमा सबभन्दा राम्रो चाहिँ एसियन लाइफ इन्सुरेन्स कम्पनी देखियो, 10 भन्दा माथि रहेछ। 10 भन्दा माथि भएकोमा लगानी गर्न उचित हुन्छ भनेर पढ्छौँ। एसआरएलआई को 8.12, आरएनएलआई को 7.97, नेसनल लाइफ को 7.66 र आइएलआई को चाहिँ यो 7 कति रहेछ त भन्दाखेरि तपाईको 36 रहेछ यो आइएमई लाइफ इन्सुरेन्सको। त्यसैगरी नेट प्रफिट सबभन्दा के अरे रिटर्न अन इक्विटी सबभन्दा कम भएकोमा क्रिस्टे रहेछ, एलआइसिएन रहेछ, जिएमएलआई रहेछ, एसएनएलआई रहेछ र एचएलआई हिमालयन लाइफको आरओई कम रहेछ भने अब हामीले हेर्नुपर्ने अर्को महत्त्वपूर्ण इन्डिकेटर भनेको बुक भ्यालु हो। बुक भ्यालुबाट हेर्दाखेरि सबभन्दा उत्कृष्ट बुक भ्यालु भएको फेरि एलआइसिएन नेपाल देखियो, जसको 198.97 छ, करिब 200 यसको बुक भ्यालु रहेछ। 200 बुक भ्यालु भएको जति राम्रो भनेर हामीले पढ्ने गर्छौँ। आरएनएलआई दोस्रो 167.97, त्यसैगरी अर्को चाहिँ एसएनएलआई को 150.58, सिएलआई को 146.91 र नेसनल लाइफ इन्सुरेन्स कम्पनीको 136.47 बुक भ्यालु रहेछ। यसरी विभिन्न वित्तीय सूचाङ्कबाट विभिन्न कम्पनीहरूलाई केलाउँदाखेरि सबभन्दा स्ट्रङ चाहिँ नेपाल लाइफ इन्सुरेन्स कम्पनी पर्न सफल भएको हामीले तपाईलाई जानकारी गराउनै पर्ने हुन्छ, किन भन्दा उसको इन्सुरेन्स फन्ड पनि अत्याधिक छ, प्रिमियम कलेक्सन पनि अत्याधिक छ, नाफामा पनि उही अगाडि छ, रिजर्भमा पनि दोस्रोमा छ र यता अरू इन्डिकेटरमा पनि ऊ अब्बल देखियो। त्यसकारण त्यसलाई हामीले 1 नम्बरमा राख्न चाह्यो भने दोस्रो नम्बरमा यो आरएनएलआई पनि रहेछ। धेरै इन्डिकेटर मैले आफूलाई उत्कृष्ट देखाउन सफल भएको रहेछ। त्यसैगरी नेसनल लाइफ इन्सुरेन्स कम्पनीलाई हामीले तेस्रोमा राख्यौँ, एलआइसिएनलाई चौथोमा राख्यौँ भने अर्को चाहिँ यो सिएलआई सिटिजन लाइफलाई 5औँमा राख्यौँ भने कमजोर कम्पनी तर मार्केटमा एकदमै प्राइस हाई भएकोमा यो एसआरएलआई, एचएलआई, एसजेएलआईसी, आइएलआई यिनीहरू अलिक कमजोर देखिएर मार्केटमा एकदमै प्राइस हाई भएको यो भर्खर आइपिओ जारी गरेका कम्पनी अलिक कमजोर देखिए फन्डामेन्टलमा। अब साना कम्पनी पनि हुन् एकदमै कमजोर देखिए भन्ने कुरा यो फन्डामेन्टलबाट लाइफ इन्सुरेन्स सेक्टर अन्तर्गत रहेका विभिन्न कम्पनीहरूको बारेमा जानकारी दिएर टप 5 स्ट्रङ कम्पनी र अलिक विक कम्पनीको बारेमा तपाईले पक्कै पनि जानकारी पाउनुभयो भन्ने आशा गर्दै अब हजुरहरूले यो यस्तो प्रकारको अध्ययन अनुसन्धान गर्नलाई यो डेटा एनालाइटिक्स सब्सक्राइब
सब्स्क्राइब गर्न खोज्दै हुनुहुन्छ भने तल उल्लेख गरेको कोड प्रयोग गर्न सक्नुहुन्छ, 10% छुट पाउनुहुन्छ भन्ने कुरा राखिसकेपछि अब हामीले लाइफ इन्सुरेन्स सेक्टरलाई टेक्निकल र विशेष गरी प्राइस सेक्सनबाट विशेष गर्दा लाइफ इन्सुरेन्स सेक्टरले एउटा एसेन्डिङ ट्रायंगल प्याटर्न फर्मेसन गरेको रहेछ। हायर हाई हायर लो बनाउँदै अगाडि बढेको रहेछ। यो लो भन्दा यो लो माथि छ, यो हाई भन्दा यो हाई माथि छ, यो लो भन्दा यो लो माथि छ। अब यो लो भन्दा यो लो माथि भएर माथि फर्कने जमर्को गर्दैछ र अब लाइफ इन्सुरेन्स सेक्टरको स्ट्रङ सपोर्ट भनेको 12,740 देखि 13,020 मा पर्दो रहेछ। या धेरैचोटि यो सेक्टरले सङ्घर्ष गरेको रहेछ। पहिला चाहिँ यता रेसिस्टेन्ट सपोर्ट रेसिस्टेन्ट सपोर्ट रेसिस्टेन्ट सपोर्ट रेसिस्टेन्ट सपोर्टको एरिया एकदम स्ट्रङ के छ भन्दा सपोर्ट जोन छ। यो एरिया भन्दा तल पक्कै पनि नजाला। 12,740 देखि 13,020 को एरियामा लाइफ इन्सुरेन्स सेक्टरको सपोर्ट छ। अहिले चाहिँ निरन्तर रूपमा घट्दै आएर अन्तिम दिन चाहिँ स्पिनिङ टप प्रकृतिको क्यान्डल फर्मेसन गरेको छ। अब यसको रेसिस्टेन्ट जोन भनेको कता छ त भन्दाखेरि 13,770 देखि 13,980 मा जहाँ तपाईको ट्रेन लाइन पनि पर्दो रहेछ। यो माथिको हाईबाट हेरी यो हाईलाई आधार मानेर खिचेको ट्रेन लाइन पनि त्यतै पर्दो रहेछ र यसलाई ब्रेकआउट गर्यो भने पहिलाको हाई 14,850 देखि 15,195 जो यसभन्दा अगाडि नेप्से चाहिँ 3,040 पुग्दाखेरिको स्विङको हाई यहाँसम्म पुगेको रहेछ लाइफ इन्सुरेन्स सेक्टर। यस्तो प्रकारको ट्रायंगल एसेन्डिङ ट्रायंगल प्याटर्न फर्मेसन गरेको छ। अब यसलाई माथि ब्रेकआउट गर्यो भने यतातिरको यात्रा यसले तय गर्न सक्छ। यदि तल ब्रेकआउट गर्यो भने अब एकदम स्ट्रङ सपोर्ट जोनमा ट्रेन लाइनको यो सपोर्ट लाइन छ। हामीले अघि नै भन्यो यो चाहिँ यसको सपोर्ट जोन हो भने यो चाहिँ रेसिस्टेन्ट र स्ट्रङ रेसिस्टेन्ट यता छ भन्ने कुरा फिबोनासीबाट जानकारी गराउन चाहे। फिबोनासीबाट हेर्दाखेरि 0.382 मा सपोर्ट लिन खोज्दैछ। अब 0.618 भनेको अलि स्ट्रङ गोल्डन रेसियो पोइन्ट हो, त्यहीबाट खसेको रहेछ यसपालि। यसलाई ब्रेकआउट गर्यो भने त्यस पछाडि 1 तिर यो फिबोनासीबाट जान सक्ने सम्भावना रहन्छ भन्ने कुरा मैले राखिसकेपछि अब क्यान्डलस्टिकको सपोर्ट रेसिस्टेन्ट एरिया लो भयो। पिभोटबाट हेर्दाखेरिको अवस्था के छ भन्नुहुन्छ भने पिभोटको बेस लाइनमा सपोर्ट लिन खोज्दै गरेको छ। लिन्छ कि लिन्न हेरौँ। इएमए चाहिँ यो 200 डेजको लाइन पनि यही एरियामा पर्दो रहेछ। ठ्याक्कै यही जुन सपोर्ट जोन छ त्यही एरियामा पर्दो रहेछ। अब यसले पनि एकदम सपोर्टको काम गरिराखेको हुन्छ। SMA 25 लाई बेरिस कस्टमर गरी तल झरिसकेको रहेछ। भोल्युमबाट हेर्नुहुन्छ भने भोल्युम चाहिँ अन्तिम दिन सेलिङको रहेछ तर आक्रामक यता परेको रहेछ भोल्युम। यता त्यति आक्रामक भोल्युम छैन। अहिले यसमा करेक्सन छ र करेक्सनको अब यो फेजसम्म करेक्सन आयो भने यहाँबाट फेरि फर्केर मजाले माथि उठ्न सक्ने सम्भावना रहन सक्छ भन्ने कुरा राख्न चाहे। सपोर्ट यता देखाइराखेको छ 12,921 देखि 13,131 मा चुकुलले सपोर्ट देखाइराखेको छ। रेसिस्टेन्ट 13,526 मा एउटा, अर्को चाहिँ 13,917 मा देखाइराखेको छ। ट्रेन लाइन यस्तो प्रकारको फर्मेसन गरेको छ। हाइलोबाट हेर्दाखेरि यसले अहिलेसम्म के बनाएको छ भन्दा हायर यो लो बनाइसकेपछि हायर लो बनाउँदैछ। अब हायर हाई बनाउनको लागि यो अगाडि बढ्दै गरेको अवस्था देखिन्छ भन्ने कुरा यो सेक्टरको बारेमा जानकारी गराइसकेपछि अब यो सेक्टर अन्तर्गत रहेका विभिन्न कम्पनीहरू जो यो अहिलेको हप्तामा कुन ब्रोकरले एकुमुलेसन गरे र कुन ब्रोकरले डिस्ट्रिब्युसन गरे भन्ने सन्दर्भमा 55 नम्बर ब्रोकरले व्यापक रूपमा यो जिएमआईलाई एकुमुलेसन गरिराखेको छ। अहिले गएको हप्तामा पनि 62.39 के चाहिँ यसले बाई गरेको रहेछ। एसियन लाइफ चाहिँ 34 ले, नेपाल लाइफ 45 ले, क्रिस चाहिँ 70 ले, एसियन लाइफ 65 ले, क्रिस चाहिँ 16 ले, एसियन लाइफ बढी एकुमुलेसन भएको रहेछ भन्ने कुरा जानकारी गराउँछ। त्यसैगरी एसियन लाइफ डिस्ट्रिब्युसन पनि रहेछ। एलआइसियन डिस्ट्रिब्युसन, एसियन लाइफ डिस्ट्रिब्युसन, नेपाल लाइफ 42 ले बेचेको रहेछ। क्रिस डिस्ट्रिब्युसन, एसियन लाइफमा बढी बाहिर सेलको अवस्था देखियो। यस्तो अवस्था यो चुकुलको यो फिचरबाट तपाईँलाई जानकारी गराइसकेपछि यस्ता प्रकारका कुराहरूलाई अध्ययन अनुसन्धानमा जोड्न खोज्दै हुनुहुन्छ भने चुकुललाई सब्सक्राइब गर्ने विचार गर्दै हुनुहुन्छ भने तल उल्लेख गरिएको हाम्रो कोड प्रयोग गर्नुभयो भने यो चुकुलका हरेक प्रोडक्टमा तपाईँले 20% छुट पाउनुहुन्छ र सबभन्दा उत्कृष्ट प्रोडक्ट चाहिँ 1 इयरको लागि डायमन्ड प्लस हुन सक्छ भन्ने कुरा राखिसकेपछि अब म नेपाल लाइफ इन्सुरेन्स कम्पनीको प्राइस सेक्सनबाट विश्लेषण गर्दाखेरिको अवस्था के छ भन्ने सन्दर्भमा यो लोलाई आधार मानेर खिचेको एउटा ट्रेन लाइनमा यसले सपोर्ट लिएर
अन्तिम दिन चाहिँ यस्तो प्रकारको ह्याम्बर क्यान्डल फर्मेसन गरेर माथि उठ्न खोजेको रहेछ। एकदम स्ट्रङ सपोर्ट जोनमा 745 देखि 765 को जोनमा नेपाल लाइफको अहिले सपोर्ट लिन खोज्दै गरेको, यतातिरको रेसिस्टेन्ट, यता सपोर्ट, रेसिस्टेन्ट, सपोर्ट, रेसिस्टेन्ट, सपोर्ट, त्यसैगरी अहिले धेरै समय यही लेभलमा सपोर्ट लिन खोजेको रहेछ। 2 दिन मजाले घटिसकेपछि अब सम्हालिएर एकदमै राम्रो ह्याम्बर बुलिस ह्याम्बर क्यान्डल फर्मेसन गरेर माथि जाने तर्खर गरेको अवस्था देखिन्छ। भोल्युम अन्तिम दिन बाइङको भोल्युम परेको रहेछ, एभरेज लाइन भन्दा माथिको भोल्युम परेको रहेछ, 37.14 के भोल्युम परेको रहेछ। यो खण्डलाई भोल्युमले सपोर्ट गरेको रहेछ। अब 0.5 लाई ब्रेकआउट गर्न सफल भयो भने नेपाल लाइफको यात्रा कतिसम्म हुनसक्छ भन्दा टेक्निकलबाट हेर्दाखेरि 830 देखि 855 को यात्रामा यो लम्किन सक्छ। अहिले स्ट्रङ सपोर्ट जोनमा छ। यतातिर यही लेभलमा फेरि माथिबाट खिचेको यो हाई र यो हाईलाई आधार मानेर खिचेको एउटा ट्रेन लाइन पनि पर्दो रहेछ। ट्रेन लाइन यस्तो प्रकारको सिमेट्रिकल ट्रायंगल फर्मेसन गरेको छ र यो प्याटर्नलाई तलतिर ब्रेकआउट गर्यो भने तल जाने हो। अब यसको तल गयो भने यता चाहिँ एकदमै स्ट्रङ 660 देखि 685, त्यो भन्दा अगाडि 0.236 पनि छ। तर यहाँ धेरैचोटि यही सपोर्ट लिएर उठेको हुनाले यहीँबाट उठ्न खोज्दै गरेको अवस्था, ह्याम्बर क्यान्डल बन्दै गरेको अवस्था भएको हुनाले अब यहीँबाट उठ्छ र यसले चाहिँ 798 क्रस गर्न सफल भयो भने यतातिरको यात्रा यसले गर्न सक्छ। जुन यात्रा भनेको कता हो त भन्दाखेरि यी क्यान्डलहरूको रेसिस्टेन्ट जोन हो र त्यसलाई पनि ब्रेकआउट गर्यो भने पहिलाको हाई भनेको यो लेभल हो, जुन लेभलसम्म 935 देखि 965 को लेभलमा नेपाल लाइफ इन्सुरेन्सको यात्रा हुनसक्छ। तर त्योभन्दा अगाडि यसलाई ब्रेकआउट गर्नु पर्यो, यो प्याटर्नलाई ब्रेकआउट गर्नु पर्यो, त्यस पछाडि मात्र यसको यात्रा त्यो हुनसक्छ भन्ने कुरा मैले राख्न चाहेँ। यसरी फिबोनाचीबाट क्यान्डलस्टिकको सपोर्ट रेसिस्टेन्टबाट हेर्दाखेरिको अवस्था यस्तो देखिन्छ। भोल्युमबाट भोल्युमले सपोर्ट गरेको छ। पिभोटबाट हेर्दाखेरि पिभोटको बेस लाइन भन्दा तल गएको रहेछ। अब S1मा सपोर्ट लिएर उठेको छ। सुपर ट्रेनले अझै बाई सिग्नल दिएको छैन, किन भन्दा यता सेल सिग्नल दिएपछि अहिलेसम्म त्यही सुपर ट्रेनकै लाइनलाई रेसिस्टेन्ट बनाउँदै आइराखेको रहेछ। यो सुपर ट्रेनको लाइन अब पहिलो रेसिस्टेन्ट हुनसक्छ भन्ने कुरा तपाईँलाई राखिसकेपछि यो चुकुल के अरे स्मार्ट चार्टलाई सब्सक्राइब गरेर यस्ता प्रकारका कुराहरू बुझ्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ, अध्ययन गर्न चाहनुहुन्छ, एआई चार्ट पनि सब्सक्राइब गर्न खोज्दै हुनुहुन्छ भने हाम्रो तल उल्लेख गरेको कोड प्रयोग गर्नुभयो भने एआई चार्टमा 50% छुट पाउनुहुन्छ, स्मार्ट चार्ट र स्मार्ट वेल्थमा 10% छुट पाउनुहुन्छ भन्ने कुरा राखिसकेपछि आजको लाइफ इन्सुरेन्स सेक्टरको फन्डामेन्टल एनालाइसिस, त्यसको टेक्निकल एनालाइसिस र यो सेक्टरतर्फ एउटा अब्बल लाइफ इन्सुरेन्स कम्पनी नेपाल लाइफको प्राइस सेक्सनबाट विश्लेषण गर्दाखेरिको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले निर्माण गरेको यो भिडियो तपाईँलाई मन पर्यो, भिडियोबाट केही ज्ञान आर्जन भयो, लाइफ इन्सुरेन्स सेक्टर अन्तर्गत रहेका विभिन्न कम्पनीहरूको फन्डामेन्टल ज्ञान आर्जन भयो, टेक्निकल ज्ञान आर्जन भयो भने हाम्रो भिडियोलाई लाइक र कमेन्ट गर्न नभुल्नुहोला। साथै भिडियो सेयर गरेर अरू तपाईँहरूका साथीलाई पनि सिक्ने अवसर प्रदान गरिदिनु होला र हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन, बेल बटनमा क्लिक गर्नुभएको छैन भने दुवै बटनमा क्लिक गरेर हामीलाई अझ प्रोत्साहन गर्नुहोला र हामीसँग सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक मार्फत जोडिएर सेयरका कुराहरू गर्न चाहनुहुन्छ भने त्यता लिङ्क राखिदिएका छौँ, त्यहाँबाट यता आउनुहोस् अनि यहाँ फलो गर्नुहोस्, मेसेन्जरमा आउनुहोस्, टिकटकमा आउनुहोस्, इन्स्टाग्राममा आउनुहोस् अनि सेयरका कुराहरू आदान प्रदान गरौँला भन्ने कुरा राख्दै आजको यो महत्त्वपूर्ण भिडियोबाट बिदा हुन्छु। हस्त नमस्कार।